जय मसीह हजुर। प्रभुको जनहरूलाई जय मसीह। अनि हाम्रो प्रभु नपाउनेहरूलाई नमस्कार न्यानो भन्न चाहन्छु। हुन्छ भजन 3:3मै लेखेको छ, तर हे परमेश्वर तपाईँ मेरो वरिपरि एक ढाल हुनुहुन्छ। तपाईँ मेरो गौरव र मेरो शिर उच्च पारिदिनु हुनेछ। हालेलुया, आमेन। हजुरहरूलाई परमेश्वरले आशिष दिउन्। अनि यो वचनले भन्दछ, अनि हाम्रो परमेश्वर चाहिँ अनि वरिपरि एक ढाल हुनुहुन्छ। अनि परमेश्वरले अनि हामीलाई गौरव अनि हाम्रो शिर उच्च पारिदिनुहुन्छ। यो वचन यही भन्दछ। अनि हाम्रो चाहिँ वरिपरि नै हाम्रो परमेश्वर अनि हुनुहुन्छ। अनि हामी हिँड्छौँ, हामी बस्छौँ, हामी जे पनि हामी गर्छौँ। अनि परमेश्वरले चाहिँ हामी नराम्रो कुरा बोल्छौँ भने परमेश्वर दुःखी हुनुहुन्छ। अनि हामी चाहिँ असल प्रभुकै वचन हामी बोल्छौँ, सुसमाचार सुनाउँछौँ भने परमेश्वर खुसी हुनुहुन्छ। अनि हामीलाई होइन संसारिक कुराले चाहिँ हामीलाई कस्तोमा लाग्छ भने हो म पनि संसारबाट हुर्केको एउटा छोरी हो। अनि मलाई चाहिँ होइन मैले धेरै पछि म धेरै दुःख कष्टहरू पाएर मैले चाहिँ प्रभु पाएँ। अनि हुन्छ। अनि हजुरहरूले पनि यो वचनले हजुरले आशिष पाउनुहुनेछ। अनि भजन 3:3ले नि यस्तो भन्दछ। हजुरले पढ्नु सक्नुहुन्छ सबै, तर म चाहिँ छोटो मैले हजुरहरूलाई हालिदिएको छु। अनि हजुरले धेरै आशिष पाउनुहुनेछ। यही नि भन्दछ। अनि हामी चाहिँ आफ्नो छोरालाई हामीले कति प्रेम गर्छौँ। मेरो नानी कतै गएर भए लडे कि वा कसैले कुटिदियो कि वा केही भयो कि भनेर हामी हिँड्छौँ नि। अनि त्यसरी नै परमेश्वरले पनि हामीलाई त्यसरी नै भनिरहनुहुन्छ। अनि हाम्रो चाहिँ हेर्नुहोस् त वचनले पनि त्यही भनिरहेछ। हे परमेश्वर मेरो वरिपरि एक ढाल हुनुहुन्छ। अनि तपाईँले मेरो शिर अनि उच्च पारी नै राख्नुहुनेछ। हेर्नुहोस् त यही भन्नुभएको छ। अनि हजुरहरूलाई परमेश्वरले प्रशस्त आशिष दिउन्। अनि हजुरहरू होइन ध्यान दिनुहोस् अनि परमेश्वरको भयमा हिँड्नुहोस्, परमेश्वरको वचनअनुसार हिँड्नुहोस्। अनि परमेश्वरमा जानुहुन्छ। अनि खराब कुराहरू खाने, फोहोरी कुराहरू होइन बोल्ने त्यो नहुनुहोस्। अनि त्यसबाट अनि हामीले आशिष आउँदैन। अनि हामीले भन्छौँ तैँले क्रिस्चियन लिएर के गरिस्, तैँले केही पाएको छैनस्, तैँले केही गरेको छैनस्, तैँले के गरेछस् भन्छन् मान्छेहरूले। अनि हामीले परमेश्वरको डर भएमा हिँडेको हुँदैन। हाम्रो मुखमा नराम्रो शब्दहरू आइबस्छ। हाम्रो मुखमा होइन गलत कुराहरू, आँखाले हाम्रो नराम्रोहरू सोच्छ। अनि हरेक कुराहरू हामीले नराम्रो सोचेर हिँडेको हुन्छौँ। अनि त्यसबाट हामीलाई आशिष आउँदैन। हामी चाहिँ होइन यो वचनअनुसार हिँड्नुपर्छ। अनि परमेश्वरले चाहिँ हामीलाई प्रशस्त आशिष दिनुहुन्छ। अनि आशिषले भर्नुहुनेछ। हुन्छ प्रभुको जन प्रेमित्र अनि हजुरलाई न्यानो जय मसीह भन्न चाहन्छु। अनि मेरो आफ्नो सबै परिवारलाई जति पनि हुनुहुन्छ नमस्ते भन्न चाहन्छु।